सेवारो म हवल्दारको जोइ सन्चो हुन्छ आरामै हुन्छ होला। हालसाल भएको वारमा या युद्ध लडाइँमा भारत र पाकिस्तानको लडाइँ हुँदै थियो। भारत र पाकिस्तानको लडाइँ हुँदाखेरि छिमेकी देशमा पनि नेपाली हो। एसियाका सबभन्दा पुरानो देश नेपाल हो, तर आज सबभन्दा तल्लो स्तरमा छौँ। यो कुरा विश्वलाई थाहा छ र हामीलाई पनि थाहा छ यो कुरा। तर केही नेपालीहरू सामाजिक सञ्जालमा आएर कुरा गर्नुहुन्छ उहाँहरूले, भाइ साहब ये मेरा थोपड़ा जैसा आदमी है ना, ये नेपाली है, बाँकी जितना इधर उधर है ना वो लोग नेपाली नहीं है। उहाँलाई एउटै कुरा सोध्न चाहे, तिमी मात्रै नेपाली हो भने, अरू नेपाली होइन भने तिमीसँग त प्रमाण होला, आफ्नो इतिहास होला, होइन र? इतिहास त तिम्रो पनि छ, हाम्रो पनि छ, तर अरूको पनि छ। नेपालमा जम्मा 3 खाले मान्छे, एउटा तराई हिमाल र पहाड, 3 खाले मान्छे छ। एउटा तिमीलाई पनि थाहा छ, मलाई पनि थाहा छ, र हाम्रो पुर्खालाई पनि थाहा छ। कुरा एउटै कुरा सोध्न चाहे तिमीलाई, तिम्रो साथीलाई र तिमीसँगै अरूहरूलाई पनि, तिमी जुन मान्छेलाई भाइ साहब मैं मात्रै नेपाली है दूसरा नेपाली नहीं है भन्न खोजेको तिमीले, तिम्रो इतिहास के हो तिमीलाई थाहा छ, र मेरो इतिहास के हो संसारलाई थाहा छ। पशुपतिनाथ कसको? तिम्रो हजुरबाको। जानकी मन्दिर कसको? तिम्रो हजुरबाको। हलेसी महादेव कसको? तिम्रो हजुरबाको। नेपाल भनेको ऋषिमुनिको देश हो, यो तिमीलाई राम्ररी थाहा छ। थाहा छैन भने नेपालको इतिहास हेर, विश्वमा के छ कसो छ त्यो मलाई थाहा भएन। र नेपालीको कुरा नेपालको कुरा हो भने सामाजिक सञ्जालमा आएर भन्दैछौ भने, बोल्दैछौ भन्दैछौ, केही कुरा गर्दैछौ भने, यो नेपाल जति तिम्रो हो त्यति मेरो पनि हो। होइन भने तिमीलाई धेरै त होइन, पशुपति आऊ, काठमाडौँमा पशुपति छ, पशुपतिको इतिहास हेर, पशुपति कसको हो भनेर। त्योभन्दा अर्को प्रख्यात मन्दिर छ माता जानकीको मन्दिर, त्यो जनकपुरमा छ, धनुषा जिल्लामा। त्यो जानकी मन्दिरको इतिहास हेर। र अर्को कुरा, जनकपुर पहिला कहाँदेखि कहाँसम्म थियो, हाल कहाँ कति छ? जनकपुर भनेको मिथिला हो, मिथिलाञ्चल हो। मिथिलाञ्चल कहाँदेखि कहाँसम्म थियो पहिला, अहिले कति छ? म मात्रै नेपाली है दूसरा नेपाली होइन भने तिमीले भन्न खोजेको के? नागरिकता बेच्ने तिमी, देशको खलनालाई बेच्ने तिमी, विदेशीलाई पासपोर्ट बेच्ने तिमी, अरू देशमा तिमीले भनेको मेरो 3 पुस्ता 4 पुस्ता भारतमा गएर जागिर गर्छ भनेर श्रम बेच्ने तिमी, अनि मै मात्रै नेपाली है दूसरा नेपाली नै है भाइ साहबलाई भन्न खोजेको। त्यो भाइ साहबलाई पनि थाहा छ तिम्रो कुरा। यो भनेको भारी बोक्ने हो, होइन र? बाबु हो, भाइ हो, यो सामाजिक सञ्जाल हो। बोल्दाखेरि साह्रै सोचेर बोल, राम्ररी बोल, सबैले इज्जत गर्छ। नराम्रो बोल्यो भने अलि इज्जत कम हुन्छ, भ्यालु कम हुन्छ। तिमी पनि मान्छे हो, अरू पनि मान्छे छ है। ल, जय पार्टी।